ल है, सोच्नुहोस् त, हामी दिनभरि कति एड्स हेर्छौँ होइन? स्क्रोल गर्यो, एड आयो, स्किप गरिदियो। तर बेला बेला कि यस्ता एड आउँछन् जसले हाम्रो ध्यान टक्क खिच्छन्। त्यस्तो किन हुन्छ होला? आउनुहोस्, आज एउटा यस्तै एकदमै चलाक मार्केटिङ पेजको चिरफार गरौँ र बुझौँ यसको पछाडिको साइकोलोजी के रहेछ। सुरुवात हेर्नुस् त, एकदमै सिधा प्रश्नबाट भएको छ। हो, यसैलाई भनिन्छ हुक। यसले के गर्छ भन्दा सिधै टार्गेट ऑडियन्स, जस्तै कि कुनै बिजनेस चलाइरहेको मान्छेको सबैभन्दा ठूलो दुखाइमा गएर छुन्छ। विज्ञापनमा पैसा खोला जसरी बगाइयो, तर रिजल्ट शून्य। यो सुन्ने बित्तिकै जो कोही व्यवसायीलाई हो त नि मेरो पनि यही हाल छ भन्ने लाग्छ, अनि त्यसपछि बाँकी कुरा सुन्न मन लागिहाल्छ। ल, खण्ड 1, समस्याको हुक। ध्यान खिच्ने कलाको पहिलो खुड्किलो यही हो। समस्या देखाउने बित्तिकै ढिला नगरी विज्ञापनले आफूलाई समाधानको हिरो बनाएर अगाडि सार्छ। यसले भन्न खोजेको के हो भने, ल अब चिन्ता नलिनुस्, तपाईको निराशाको अन्त्य यही छ र त्यो गर्ने सही समय पनि यही हो। यो सुन्दा एउटा आशा जाग्छ, होइन त? अब के होला भन्ने उत्सुकता बढ्छ। अब हेर्नुस् है, यहाँ कस्तो चलाखी प्रयोग भएको छ। यसले हाम्रो पुरानो सोचाइलाई नै सिधै च्यालेन्ज गर्छ। पहिले लाग्थ्यो राम्रो सामान भए त बिकिहाल्छ नि, तर यो विज्ञापनले त्यो भ्रम तोडेर भन्छ, अहिलेको जमानामा चलाक स्ट्र्याटेजी चाहिन्छ। हो, यही पहिले र अहिले बीचको खाडलले नै मानिसलाई अब केही त गर्नै पर्यो भनेर नयाँ समाधान खोज्न लगाउँछ। ल, हामीले भर्खरै जे देख्यौं नि, त्यो टेक्निकलाई पेन पोइन्ट मार्केटिङ भनिन्छ। नामैले भन्छ, यो यस्तो स्ट्र्याटेजी हो जसले ग्राहकको दुख्ने घाउ अर्थात् समस्यामा फोकस गर्छ। जब कुनै कुरा समस्याबाट सुरु हुन्छ, तब त्यसको समाधान हामीलाई एकदमै मूल्यवान र जरुरी लाग्छ। यो भनेको सामान बेच्ने मात्र होइन, साँच्चीकै समस्या समाधान गर्ने कुरा हो। ल, अब खण्ड 2, वृद्धिको प्रतिज्ञा। समस्या त देखाइयो, अब पालो आयो एउटा लोभ लाग्दो प्रमिसको। यहाँ हेर्नुस् त, 5x। यो कुनै धेरै वा राम्रो जस्तो सामान्य शब्द होइन, यो एउटा ठोस नम्बर हो। सोच्नुस् त, बिजनेस बढ्छ भन्नु र बिजनेस 5 गुणाले बढ्छ भन्नुमा कति फरक छ। यो अङ्कले त्यो प्रतिज्ञालाई यस्तो बनाइदिन्छ कि मान्छेले आफ्नो दिमागमा सफलताको चित्र नै बनाउन सक्छ। तर प्रश्न आउँछ, त्यो 5 गुणा वृद्धिको ग्यारेन्टी के त? कसरी पुरा हुन्छ? हो, यहाँ विज्ञापनले हावादारी कुरा गर्दैन। मेटा एड्स, वेबसाइट डिजाइन, एसईओ अनि स्मार्ट फनल्स जस्ता ठोस सेवाहरूको लिस्ट नै देखाइदिन्छ। यसले के हुन्छ भन्दा त्यो ठूलो दावी पनि एउटा पत्याउन लायकको प्लान जस्तो देखिन्छ। विश्वास बढ्छ। यहाँ प्रयोग भएको शब्द पनि हेर्नुस् न, कति सोच विचार गरेर छानिएको छ। आफूलाई सेलर वा सर्भिस प्रोभाइडर भनेको छैन, डिजिटल ग्रोथ पार्टनर भनेको छ। पार्टनर शब्दले कस्तो भाव दिन्छ? विश्वासको, सहकार्यको अनि एउटै लक्ष्यको, जुन पैसाको लेनदेन भन्दा धेरै माथिको सम्बन्ध हो। अब आउँछ खण्ड 3, परामर्श फनेल। र मलाई लाग्छ यो विज्ञापनको सबैभन्दा चलाक भाग यही हो, सित्तैमा केही दिने अफर। तर यो सित्तै शब्दको पछाडि एउटा ठूलो स्ट्र्याटेजी लुकेको छ। हो, त्यसैलाई भनिन्छ फनेल। आखिर किन कसैले सित्तैमा 1 घण्टा मार्केटिङ कन्सल्टेसन देला? यो प्रश्नले नै हामीलाई त्यो फनेलको रहस्यतिर डोर्याउँछ। ल भन्नुस् त, यो सित्तैको पछाडि साँच्चै के लुकेको होला? यो फनेल स्ट्र्याटेजीलाई 3वटा सजिलो स्टेपमा बुझौँ है त। स्टेप 1, अवेरनेस अर्थात् चेतना। विज्ञापनले ध्यान खिच्यो। स्टेप 2, लीड जेनेरेसन। यहाँ के हुन्छ भने त्यो सित्तैको अफरको लोभ देखाएर सम्भावित ग्राहकको कन्ट्याक्ट इन्फो जस्तै फोन नम्बर वा इमेल लिइन्छ। र स्टेप 3, कन्भर्जन। हो, यही हो असल खेल। त्यो जुन कन्सल्टेसन कल छ नि, त्यो नै हो सम्भावित ग्राहकलाई पैसा तिर्ने ग्राहकमा बदल्ने सुनौलो मौका। भनेपछि त्यो सित्तैको कलको असली उद्देश्य त यो पो रहेछ। अनि अर्को कुरा याद गर्नुभयो, त्यो सित्तैको अफर पनि कुनै काम नलाग्ने छैन, मूल्यवान जानकारीले भरिएको छ। यसले के सन्देश दिन्छ भने, सोच्नुस् त, फ्रीमा यति दिइरहेको छ भने पैसा तिरेपछि कति दिन्छ होला। यसरी आफ्नो एक्सपर्टिज पनि देखायो, विश्वास पनि बढायो। ल, खण्ड 4, क्लोजिङ विथ अर्जेन्सी। एउटा राम्रो मार्केटिङ पेजको अन्त्य पनि एकदमै दमदार हुनुपर्छ, जसले मान्छेलाई अहिले नै केही गरिहालौँ जस्तो बनाओस्। यो वाक्यलाई अलि गहिरिएर हेरौँ त। स्मार्ट बिजनेस ओनर्स एक्ट फास्ट। यसले के गर्छ भने हाम्रो दिमागमा एउटा विचार घुसाइदिन्छ, म पनि स्मार्ट हुँ, र स्मार्ट मान्छेले छिटो निर्णय लिन्छ। यो एक किसिमको साइकोलोजिकल प्रेसर हो, जसले हामीलाई तुरुन्तै एक्सन लिन उक्साउँछ।
अनि त्यसपछि आउँछ यो नम्बर 3। यो नम्बरले अभावको शक्तिशाली हतियार प्रयोग गर्छ, जसलाई भनिन्छ स्कार्सिटी। मात्र 3 जनाको लागि यो सुन्ने बित्तिकै दिमागमा घण्टी बज्छ, ओहो यो अवसर त गुम्न सक्छ। यसलाई फोमो अर्थात् फियर अफ मिसिङ आउट पनि भनिन्छ। हो, यही छुट्छ कि भन्ने डरले हामीलाई धेरै सोच्न नदिई तुरुन्तै एक्सन लिन बाध्य बनाउँछ। भनेपछि अन्त्यमा 2वटा शक्तिशाली साइकोलोजिकल ट्रिक प्रयोग भयो। एउटा चलाक व्यवसायी भनेर हाम्रो आइडेन्टिटीमा खेल्यो, अर्को मात्र 3 जना भनेर अभाव र जरुरीपन अर्थात् स्क्यार्सिटी र अर्जेन्सीको भावना जगायो। यी दुईको कम्बिनेसनले तुरन्तै निर्णय लिन एउटा जबरदस्त दबाव सिर्जना गर्छ। यो सबै विश्लेषणपछि एउटा प्रश्न सोच्नको लागि छोडौं। अब भोलिदेखि यताउता देखिने विज्ञापनहरूमा यस्ता कस्ता कस्ता हुक्सहरू फेला पर्लान्? सायद अब विज्ञापनहरूलाई हेर्ने नजरै फरक हुन्छ होला। विज्ञापन मात्र होइन, एक स्ट्र्याटेजीको रूपमा देखिन थाल्छ होला।